होइन लिनु न दिदी बुवाले त धोका लाएन अलि अलि जोडले तल एकदम आएको छ मोटर झार्दैछ What's shooting? It's tasty. Yeah. हेलो गाइज हामी चाहिँ अब पाल्पाल लागेको बेलामा चाहिँ अब यसो खानपिन गर्न पर्यो हरि भोक लाग्यो है त्यही भएर यहाँ हाम्रो दिदी हुनुहुन्छ उहाँ दिदीले मिठो मिठो बटुक पकौडाहरू खुवाउनु थाल्नु भएको छ है ल अब हामी अब यसो भैरस्थानतिर लागेका हुन्छौँ अनि त्यहाँ गएर पनि हजुरलाई भिडियो गराएर देखाउँछौँ रमाइलो गर्नु होला कस्तो छ चिया कस्तो छ कस्तो छ चिया खायो चिया खाइयो कस्तो लाग्यो ए नातिसित हिँड्न पाउँदा जमैसित हिँड्न पाउँदा कति रमाइलो कति भाग्यमानी अनि उहाँसँग हिँड्दाखेरि चिया खायो कति कति बोले फेरि एउटाखेरि हरिको खै श्रीमान अनि श्रीमानसँग बस्न पाएन त्यहाँ बसेको छ नि भिडियो र ए ल ल ल तिमी कति भाग्यमानी रहेछौ अब मजाले महिनामा 2 फेर घुम्न पाउने कस्तो तकदिर हो जब तकदिर बनेपछि त छप्पर फालेर दिन्छ तकदिरले भने यस्तै हो भाडा दिन्छ पुरा गर्ने भनेको निन्द्रा पुरा भयो मेरो त भयो होइन एक राउन्ड चाहिँ निन्द्रा पुरा भइसक्यो होइन अनि यो पटाके चाहिँ धेरै गर्ने होइन है पटाकेले चाहिँ एकदम टेन्सन बाबुको के छ त हाल खबर ठिक छ नि ओके छ त हामी पनि ओके नै छौँ होइन यता कता भाडामा दियो के भाडामा दियो कति आना हेरेर त्यहाँको जग्गा Hi Delisha, where are we going? We are going Muktinath. What? From Manglapur to Mustang. पुष्पाजी मन्दिर आइसकेको छ ओके ल गाइज हामी चाहिँ अहिले भरेस्थान आइयो यो डेलिसा लुक एट हियर Delisha wants to go zip line. डेलिसा वान गो जिप लाइन नो अब हामी यसो यहाँ पूजा पाठ गरिन्छ बहुत गर्नु छ जमाथि बहुत गर्नु छ हामी भैरवस्थानको मन्दिर आइसकेका छौँ हुन सक्नुहुन्छ यस्तो भिड छ यहाँ हामी पूजा गर्ने हो यहीँबाट चढाइदिनु हिँड्ने यस्तो हामी कहाँ सकिन्छ
Oh my god. Wah. आउनु के आउनु सम्पूर्ण सरकार धन्यवाद दिएको छु तपाईँले मात्र तपाईँलाई हाम्रो यहाँ पूजा गर्ने कार्यक्रम सुरु हुँदैछ अन्त लास्टै नै भिड हुनको लागि त्यसरी के भने पैसा चढाइदिनु पो अब यता पछाडिबाट हुन्छ ल हामी आज यहाँ चाहिँ पाल्पा जिल्लामा अवस्थित भैरवस्थान मन्दिरमा आएका छौँ र यो भैरवस्थान मन्दिरमा यहाँ हामी देख्न सक्छौँ आज शनिबारको दिन निकै नै भिड छ एकदम रमाइलो पनि छ र यहाँबाट यो हामीले आकलन गर्न सकिन्छ कि मान्छेहरू आस्थाप्रति अझै पनि कति सजग छन् कति संवेदनशील छन् भन्ने कुरा पनि हामीले आकलन गर्न सकिन्छ र यहाँ भैरवस्थानमा यो रोड भन्ने हुन्छ यो रोडको सेटहरू हुन्छ होइन यो यसरी हामीले चढाएका छौँ र यहाँ बोकाहरू पनि चढाइने रहेछ प्लस कुखुराहरू पनि हामीले देखेका छौँ यहाँ चाहिँ हामी मुस्ताङ मुक्तिनाथसम्म हाम्रो दर्शन गर्दै जाने क्रममा चाहिँ हामी पहिलो चाहिँ मन्दिर हाम्रो यहाँ भैरवस्थान रहेको छ आमा चाहिँ बस्छु आमा यो दुईटा रहेछ क्या एउटा नानी जुनियर डिवाइ हो यो कति पानी बन्नु भएन त खाइ त भएन केही पनि त्यो बुझ्नु हाल्दै चलाउनु भयो नि हालेर आउनु हुन्छ यो अरूको के हाम्रो क्यामेराम्यान हाम्रो साइलेन्सर नमुना सम्पूर्ण सरकार धन्यवाद साथ भौतिक ज्ञान संसार नगर गोकुलनगर सरपञ्च सबै आग्रह साथ जोड्ने आदरणीय सरकारले भक्तजनमा बस्नलाई भूमिका मात्रै गरेको हुन्छ सबैका लागि घोषणा गर्दछु सम्पूर्ण सरकार धन्यवाद शोभा यात्रा सबैलाई कार्यक्रम ज्ञान साथ हाई एभ्रीबडी हामी चाहिँ रूपन्देहीको तिलोत्तमाबाट आफ्नो यात्रा सुरु गरेर मुस्ताङ अप्पर मुस्ताङसम्म हिट गर्ने जुन हामीले डेस्टिनेसन लिएका छौँ त्यस क्रममा चाहिँ आज हाम्रो पहिलो दिनमा हामी पाल्पाको भैरवस्थान मन्दिरको दर्शन गरिसकेर अहिले चाहिँ अगाडि आएर हामी यो पाल्पाको जोर्ते भन्ने ठाउँमा अहिले लन्चको लागि चाहिँ हाम्रो गाडी यहाँ देख्न सक्नुहुन्छ हामी सबै चाहिँ लन्चको लागि स्टे गर्दैछौँ अब एकछिनमा हामीले लन्च गरेर यो टोली हाम्रो फेरि यहाँबाट अगाडि मुभ्नेछ नमस्कार हाम्रो यात्रा निरन्तर जारी छ
र यसै यात्राको क्रममा अहिले चाहिँ हामी स्याङ्जा, पाल्पा अनि गुल्मी जिल्लाको 3वटा जिल्लाको सङ्गमस्थल र जुन हाम्रो यहाँको किंवदन्ती अनुसार रुरु क्षेत्र भनेर पनि मानिन्छ। हाम्रो नेपालका 4 धाममध्ये पशुपतिनाथ, मुक्तिनाथ अनि रुरु क्षेत्र र बराह क्षेत्र 4वटा धाम। यो मध्ये चाहिँ एउटा यो रुरु क्षेत्र भनेर यो पनि एउटा धाम मध्येको हो। र यसलाई रुरु भन्नको कारण के भन्दा यहाँ कुनै परापूर्व कालमा एउटा ऋषिले चाहिँ आएर ठुलो तपस्या गर्नुभएको थियो र त्यो तपस्या गर्दाखेरिमा भगवान्ले चाहिँ उहाँको तपस्या भङ्ग गर्नका लागि भनेर अप्सरा पठाइदिनु भयो र अप्सराले आएर ऋषिको तपस्या भङ्ग गरिदिनु भयो र त्यो भङ्ग गर्ने क्रममा एउटा कन्याको छोरीको जन्म भयो र उनी अप्सराको मूल उद्देश्य तपस्या भङ्ग गर्नु थियो। तपस्या भङ्ग गरेर उनी आफ्नो कन्यालाई छोरीलाई त्यही छोडेर अप्सरा गइसके पछाडि ती कन्यालाई चाहिँ दुध खुवाउनका लागि यहाँ मृगहरू आएर मृगहरूले चाहिँ दुध खुवाउने गरेको कारणले गर्दाखेरि र मृगलाई चाहिँ रुरु भनेर जानिने त्यो कारणले गर्दाखेरिमा चाहिँ यहाँ रुरु क्षेत्र भनेर नाम यहाँ रहेको हो र रिडी क्षेत्र पनि भनिन्छ यसलाई। रिडी क्षेत्र भन्नको यहाँको लोकल भाषाअनुसार चाहिँ के त भन्दा हाम्रो यता रुकुम रोल्पातिरका व्यक्तिहरू पनि यहाँ आउने र यहाँका स्थानीय लोकलहरू पनि यहाँ आउने र रुकुम रोल्पातिर पानीलाई रु भनिन्छ र हाम्रो यतातिर रुकुम रोल्पाहरूको व्यक्तिहरू खाम भाषा बोल्नुहुन्छ। खाम भाषामा रु भनेको अर्थ चाहिँ री भनेको अर्थ चाहिँ पानी र यता हाम्रो लोकल एरियामा चाहिँ मगरहरूले मगर भाषा बोल्दाखेरि डी भनेको पनि पानी, री भनेको पनि पानी, डी भनेको पनि पानी। यो स्थलमा आएर यो रिडी नदी यहाँबाट कालीगण्डकी नदी रिडी नदीको पानीको सङ्गम स्थल पानीको सङ्गम भएको रिडी भनिन्छ भन्ने चाहिँ यहाँको किंवदन्ती छ। जुम गर्न सकिन्छ। त्यहाँ हनुमानको मन्दिर सेतो सेतो देख्नुहुन्छ। त्यो पारीको क्षेत्र भनेको यो कालीगण्डकी भन्दा पारीको क्षेत्र स्याङ्जाको क्षेत्र र अहिले हामी जहाँ उपस्थित छौँ, अहिले जहाँ उभिएका छौँ यो पाल्पाको क्षेत्र र यहाँबाट यो रिडी नदी आएको छ। टोपीपट्टिको हातमा देखाएको त्यो पुलपट्टिको भाग भनेको चाहिँ गुल्मीको क्षेत्र 3वटा जिल्लाको सङ्गमस्थलमा हामी अहिले आउँछौँ।
दिदीले दिदीले हजुर टीका लिएर जाने हो कि ती Hello, Dada. We're going to the Mama house. We're going to the Mama house. Wow! Oh, it's so bubbly. And bumpy. नमस्कार Bye. सन्चै हुनुहुन्छ ठीक है सर हेलो एभ्रिबडी हाम्रो मुस्ताङ मुक्तिनाथ अप्पर मुस्ताङसम्मको जुन यात्राको क्रममा हामी आज दोस्रो दिन बिहान सबेरै उठेर हिँडियो यहाँ मिर्नी बसेर र अहिले हामी स्याङ्जा जिल्लाको मिर्नी क्षेत्रमा छौँ र यहाँ चाहिँ तपाईँ तल देख्न सक्नुहुन्छ 144 मेगावाटको विद्युत यहाँबाट उत्पादन गरिन्छ र यो जलविद्युत परियोजनाले यो विद्युतको मात्रै विकास नगरेर यो क्षेत्रको लागि चाहिँ यातायातको पनि विकास गराएको जानकारी आएको छ। लगभग 20 किलोमिटरदेखि 30 किलोमिटरको हाराहारीमा लगभग यहाँ चाहिँ बाटोघाटोको विकास गरेर यसलाई चाहिने उपकरणहरू क्यारी गर्दाखेरि आज हामी धेरै ठाउँ घुम्नेवाला छौँ। फेरि 60 घुम्यो नि त पौडी खेलेर भित्र चाहिँ जानु मिल्छ भन्नुभयो पौडी खेलेर होइन पानी मुनि जाने भयो त पौडी खेलेर होइन
लाउडे चाहिँ आउँछु कोही त छैन तल जान दिन पढेर गयो कि अस्ति हामी 5 दिन बसेर सबै घुमेको नि देखेँ यही बिर्गा बसेको होइन त नि त्यही लक्ष्मीको भक्काल के यस्तो शान्त रूप देख्न पाएको एकदम ठुलो सौभाग्य हो। यस्तै शान्त बसेकी छन् नि अब कति बेलासम्म हो एकदम यस्तै भएर ज्ञानी भएर बसिदिनु हुन्थ्यो। गीत गाइरहे छिन् लाउडो सुन्दै गर न हजुर रङ्गाली मन्दिर आयो कि के हो कालिका मन्दिर हो कालिका भगवती कति रङ यो त लाउनु हो पाठी त अहिले नहाल मन्दिर जाँदैछौ के खाँदै जाने के गर्छौ अनि भट्टी दिदी यी भट्टी दिदी बस्नु के गर्ने हो
गर्दै जान्छु के हो यो मलाई पनि बाबु हेलो अनेक छ न निकाल त बाबु के फेर बोल्नु खै खै बस बस के हाल्यो बाबु बोले ल बाबु हामी चाहिँ यहाँ जाममा परिएको छ अहिले हल्का अगाडि हेर्दै एक एकवटा गाडी पास गर्दै गर्ने क्रम छ। अब यो बस गएपछि हाम्रो पालो आउनेछ। अब हामी चाहिँ यहाँ बेनी क्रस गरेर अगाडि आइसकिएको छ। आज अलिकति घुम्दै फिर्दै आउने क्रममा थोरै ढिलो चाहिँ भइएकै हो। हामी आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ कागबेनी। अहिलेलाई नानीले डिस्टर्ब, फेरि भेटौँला। हेलो, हाम्रो यात्रा निरन्तर जारी छ हैन। हामी चाहिँ अहिले हाम्रो के भन्छ बागलुङ काली मन्दिरबाट हामी दर्शन गरेर अगाडि आएर अहिले चाहिँ हामी तातोपानी आइपुगेका छौँ। बाटोमा थोरै चाहिँ ट्राफिकले गर्दाखेरि पनि अलिकति डिस्टर्ब भयो हैन। यद्यपि हाम्रो यात्रा निरन्तर नै छ र अहिले हाम्रो अलि हतार पनि भएको छ। थोरै नास्ता टाइपको गर्ने भनेर चाहिँ एकदम छिटो मिठो खाने भनेर हामी यो तातोपानीको छिटो मिठो रेस्टुरेन्ट एन्ड गुरुङ भान्साघर हजुरहरूले देख्न सक्नुहुन्छ। छिटो मिठो रेस्टुरेन्ट एन्ड गुरुङ भान्साघरलाई हेर्नुहोस्। ओहो हेर्न सक्नुहुन्छ कस्तो छ। हेर्न सक्नुहुनेछ हामी जाममा परिसक्यौँ है। यहाँ यस्तो ओह्रालो छ कि र उकालो छ। गाडी आउने रास्तै गाह्रो भएको छ है, हेर्न सक्नुहुन्छ। र उहाँ पारिपट्टि हेर्नु, उहाँ पारिपट्टि पुरै गाडीहरू आइरहेका छन्। ढुक्क जाम हुन्छ। आज हामी यहीँ फसियो। अब के गर्ने? अब मुस्ताङ घुम्न आएको। अब चाहिँ हेर्न सक्नुहुन्छ हामी 1 घन्टा भइसक्यो हामी यहाँ बसेको जाममा। अझै पनि जाममा छौँ हामी। 1 घन्टा भइसक्यो। अब यो हेर्नुहोस् है बस, यस्तो बस ओ माई गड। है 1 घन्टा भयो हामी यहाँ बसेको। अब कति बस्छ थाहा छैन। ओहो जामै जाम छ। खै के गर्ने के नगर्ने थाहै छैन। ओहो डर पो लाग्यो त मलाई यार।
कहाँ अपर गरेर आउनुभएको तल हो लामो लामो लगभग 1.5 घन्टा जतिको जामपछि अहिले चाहिँ हामी बल्ल तल्ल यहाँ घाँस आइपुग्यो। अब यो मान्छेले त खाना जहाँ पनि खाइन्छ, गाडीलाई अब यो लास्ट गाडीको रेस्टुरेन्ट भएको हुनाले यहाँ घाँसमा चाहिँ अलिकति जति सकिन्छ त्यो थप्दैछौँ है। हल्लाउने दाहिने बायाँ देखाउनु पऱ्यो स्याक्ट ल्याएको बिस्तारै मतलब पुरै त यो त मेहनत गरेको दिन्छ। ज्यानको त छैन। Horse Delicious, did you see it? It's a funny. यो के ठाउँ आएको नि हो हजुर त्यो ठाउँ त अब खिङ्गा हुनुभयो खिङ्गा गाउँ भइदियो
जाडोको दबाई जाडो चाहिँ छ तर के हो जाडो भए पनि चिसोको फिलिङ भन्ने कुरो छँदै छैन यहाँ शिवसम्म प्रभुको कृपाले गर्दाखेरि आशीर्वादले गर्दाखेरिमा फिलिङ छैन म जाँदैछु अब 108 धारामा स्नान गर्नको लागि ल म चाहिँ लागेँ है त अहिले आएको छ पक्का कहाँ हो अब नेक्स्ट कता हो
के ये तुलना छोड़ा ना I really love this place. Thank you. Delisa, do you love this place? Do you love this place? Rachina. Hello. Hello, Mandi Delisa. हेलो Hello, Binaju. Hi everybody. We're just enjoying and being chill. Numu. Hello guys, what is up? Sidant. Baba. Why do we want that, mommy? Why do we want that, mommy? We're going to That, mommy? Mommy, why do we want that, mommy? Tell me. हामी अब मुस्ताङकोलाई लाग्यो हामी धेरै बेर यहाँ लोवर मुस्ताङ बसेको थियो खानपिन गरियो अब अप्पर मुस्ताङ जाँदैमा धेरै रमाइलो हुनेवाला छ अप्पर मुस्ताङकोलाई हामीले धेरै प्लानहरू गरेको छौँ आशा छ कि त्यो प्लानहरू सबै सफल हुन्छ भनेर र अहिलेको जुन भ्यूहरू छ र जुन अब यस्तो बाटो छ त्यो धेरै रोमाञ्चक हुँदै गइरहेको छ अब हजुरहरूलाई मैले हाम्रो अप्पर मुस्ताङको ट्रिपको एडभेन्चरियस ट्रिपको हामीले अब हजुरलाई भ्यू देखाउनेवाला छु भ्यू हेरेर घर बसेर शान्तमा सिरकोरै बस्नु भएको छ होला सकेसम्म सिर कोर्नु भएको छ होला त्यो सिर कोर्दै अहिले हामी यहाँ चिसोमा हिँडेको मजा लिनुहोस् र भ्यू हेरेर इन्जोय गर्नुहोस् है त ल गएपछि हजुरलाई एकदम फ्यान्टास्टिक भ्यू देखाउनेवाला छौँ र त्यसको लागि किप वाचिङ है त यतै खिचिरहेको छ है अन्त यतै खिचे है अन्त हामीहरू अप्पर मुस्ताङको लागि अहिले काठबेनीबाट निस्केर यहाँ हाम्रो चुसाङ आइपुग्न लागेका छौँ र त्यहाँ चुसाङ पुग्नुभन्दा पहिला यहाँको यो भ्यू यसले चाहिँ अलिकति मन जित्यो यसलाई क्यामेरामा कैद गर्न मन लागेर चाहिँ के हो त्यो डाँडो गाडी आयो Delisa, you are to Daddy Wina. Come on. Delisa, who Wina? Come on, you are to Daddy. Daddy, Daddy. Come on. Yes. Go to them there.
नेपालको सुन्दरतालाई झल्काउने ठाउँ हो यो हाम्रो मुस्ताङ जिल्लाको यो छुसाङ भन्ने एरिया हो र हामी अहिले ठ्याक्कै कालीगण्डकी नदी हेर्न सक्नुहुन्छ बोर्डमा हामी अहिले कालीगण्डकी नदीमा रहेको एउटा पुलमा छौँ र यहाँको भ्यू हेर्नुहोस् माथि हेर्न सक्नुहुन्छ हजुरले यो कुनै मनुष्यले गएर बनाएको भ्यूहरू होइन यो प्राकृतिक तरिकाले यहाँ चाहिँ हावा पानी त्यसपछि बरफ यस्ता अनावृत्तिकरणका तत्त्वहरूले खियाएर यो भूगोललाई खियाएर चाहिँ यस्तो भिन्न भिन्न प्रकारको आकृतिमा परिणत गरेको छ र जुन आकृति भनेको मानिसहरूले कति कठोर मेहनत गरेर मन्दिरहरूमा चाहिँ कलाकृतिहरू गर्छन् त्यो खालको एकदम सुन्दर सुन्दर मनमोहक खालको आकृतिहरू यहाँ प्रकृतिले आफै बनाइदिएको छ र यो 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 यसको हामीले यहाँ एकदम आनन्द लिइरहेका छौँ एकदम लुफ्त लिइरहेका छौँ एकछिन यो गाडीलाई जान दिउँ हामी र यो कलाकृति हेर्नुहोस् यता पारीको डाँडामा हेर्नुहोस् कस्तो मजाको कलाकृतिहरू छ एकदम निहालेर हेर्दाखेरिमा एकदम ठुलो मेन पावर लगाएर कुदेर बनाएको जस्तो छ तर यो प्रकृतिले कुदेर बनाएको हो र यहाँ अगाडि हेर्न सक्नुहुन्छ हजुरले यो ठुलो यो कुनै पहरो होइन यो एउटै ढुङ्गा हो एउटै शिला हो विशाल शिला अब यो घरहरूको हिसाबमा लिने हो भने त यो कति छ कति यो 50औँ घरभन्दा पनि ठुलो आकृतिको एउटै ढुङ्गा छ अरे यस्ता यस्ता मनमोहक दृश्यहरू आएर हामीले चाहिँ यहाँ मनलाई प्रफुल्लित गर्न पाउँछौँ यस्तोमा र यस्तोमा चाहिँ आउन नितान्त आवश्यक छ यो बाह्य पर्यटनलाई भन्दा पनि हाम्रो आन्तरिक पर्यटनलाई पनि निकै राम्रो टेवा हुनेछ र आन्तरिक पर्यटनले एकदम प्रवर्धन भयो भने आन्तरिक पर्यटनले बढावा पायो भने यसबाट नै हाम्रो बाह्य पर्यटनले पनि अझ धेरै उत्सुकता पाएर चाहिँ हाम्रो नेपालकै पर्यटनमा चाहिँ राम्रो टेवा पुग्छ भन्ने मलाई लाग्छ तेरी भन्दैले हेर्दा जति डेन्जर छ कति मजा आएछ भन्ने हो यहाँ डेन्जर पनि छ हेर्नुहोस् हाम्रो काली नदीले कुनै ठाउँमा यस्तो रूप पनि लिएर आउनुभएको रहेछ सायदै कसैले काली नदीको यो रूप हेर्नु पाउनु भएको छ र पुल पनि एकदम कुनै जमानाको थियो टिपेर ल्याएर राखेको जस्तो एकदम डेन्जर छ पारी पनि जाउँ कि नजाउँ भइरहेछ तर पनि रिस्क लिनुपर्छ त्यसमै मजा छ कति डेन्जर ठाउँ छ यो हेर्नुहोस् त बिस्तार माथि हेर्नुहोस् न कस्तो डेन्जर छ यहाँ ओ माई गॉड रियली अमेजिङ यतैसम्म छ पुरै तल बाटो छ पुल देख्न सक्नुहुन्छ बाइकहरू हिँडिरहेको छ हाम्रो टोली उहाँ उठिरहेको छ अब हामी जानुपर्छ हासिल गर्नुपर्छ बोल्न आनन्द भनेकै त्यही हो यता पनि ओ माई गॉड भ्यू हो त ऐसा यार
हात दियो बाबाले म बाबु अच्छा 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 पहिला जितेँ मैले आइसक्यो पर्दैन समात्नु न भिडियो गराइदिनु बाबु यहाँ भिडियो बाबु भिडियो बनाएको थियो भिडियोमा टच गर्दा मलाई खुसी हुन्छ डगुरो नै यसरी डगुरो अब यहाँबाट डगुरो न घुम्नलाई डगुरो है यहाँ त्यसो डगुरो है डगुरो बिन्दा हतोडी पहाडों के ऊपर नानी छोडिदिनु त्यसलाई नानी खोज्नु छोडिदिनु के नानी छन् भयो सक्छ कि सक्छ बाफुले भिडियो Can I come up? के भयो गाई जाम हेर्नु बाटो जाम नो के यस्तो ओहो नि के भयो अड्कियो त्यही के अड्कियो यहाँ बाटो एकदम डेन्जर भइरहेको छ बाटो गाह्रो भएको हुनाले गाडी चढाइमा चढ्नलाई चाहिँ निकै अप्ठ्यारो भएको छ र त्यो एउटा डब्बा गाडी गएको अहिले गोरालो नाकालाई जाँदाखेरिमा चाहिँ चढाइबाट बाटो एकदम बिग्रेको हुनाले गर्दाखेरि चाहिँ चढ्न गाह्रो भइरहेछ ए दसैँ तिहारको बिचमा गाडी धेरै हिँडेर खतम भयो बाटो जान्छ जान्नु होला मेरो गाडी इच्छा ढुङ्गा भयो भने त्यो हुँदैन त्यसमा धक्का हेर्नु पनि त्यति सजिलो कहाँ हुन्छ बन्द भइदियो भने के भर हुन्छ बन्द हुनु भने कि ग्यारेन्टी हुन्छ यार एकछिन हेर के गरेको यो भाइले about experiences on a boat. group Yeah. a combo group Yeah, nice yeah. very nice Okay guys, okay see you यहाँ समातेर बस्नु छोड लुगा खोल्न खोजिरहनु होइन लाउनु भयो जय श्री राम oh no नखाल्ने हो हेलो एभ्रीबडी हामीहरू चाहिँ अगाडि बढ्ने क्रम हाम्रो निरन्तर चलिरहेको छ बिचमा बाधाहरू नआएको होइन तपाईँहरूलाई एउटा बिचमा अर्को भिडियो जोइन गरेर हामीले कस्तो खालको अब्स्टिकल क्रस गऱ्यौँ भन्ने कुरो हल्का ट्रायल पनि म देखाउने छु र अहिले हामी चाहिँ अप्पर मुस्ताङ जाने क्रममा आजको हाम्रो डेस्टिनेसन होटल कर्मा इन यहाँ हजुरले हेर्न सक्नुहुन्छ आजको हाम्रो निवास यहीँ हुनेछ आजको डिनर यहीँ रेस्ट र भोलि बिहान हामी यहाँबाट फेरि मुभ हुनेछौँ अगाडि
Mr. Bob. आजको चाहिँ लास्ट एकदम एडभेन्चरियस नै भयो गाडीभित्र आएको गाडीले हामीलाई ल्याएको भन्दा पनि हामीले गाडीलाई पनि ल्याइयो अलिकति चाहिँ है यस्तो खालको पनि भयो र अगाडि आउँदा चिजहरूमा अपडेट गर्ने नै छु अहिलेलाई चाहिँ सामान अनलोडिङ ओके I want to go. The snow is so nice. It's so many snow. Hey, that snow. what's It's just a snow. oh yeah do you like it Yeah. hello विशेष गरी चिया पारखीहरूलाई चियाको आनन्द आफ्नै ठाउँमा छ र यसरी यो हाई एल्टिट्युडमा आएर मुस्ताङको यो मिडल मुस्ताङ भनौँ है हामी जान चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ अप्पर मुस्ताङ भए पनि यो बरफ परेको कारणले गर्दाखेरि गाडीले माथि अलिक गाह्रो मान्यो भने अहिले हामी मिडल मुस्ताङ यहाँको ठाउँको नाम भनेको ट्याक्कै भन्नुपर्दा समर र एक्ज्याक्ट लोकेसन भन्नुपर्दाखेरिमा चाहिँ समरमा हाम्रो कर्मा इन होटल है यो कर्मा इन होटलमा यहाँ यसरी बरफ यो सिधै आकाशबाट खस्या बरफ टक्क गिलासमा हालेर अनि चेप्पा खाँदाखेरि आनन्द भनेको यो तपाईँले सुन्नु मात्रै सक्नुहुन्छ आउनुहोस् कहिले कहिले त आएर इन्जोय है ल यो सबै गर्दा यहाँ हामीलाई सब भयो नि त हजुरले चुर खानु भयो हामी चुर खानु लगभग नेपालको फर्स्ट घर राजा रानी मुस्ताङको बस्ने ठाउँ पनि छ राजा रानीको अहिले दरबार छ हजुर उहाँ राजा चाहिँ पुग्नुभयो रानी चाहिँ उहाँहरूको चाहिँ 3 स्टार होटल छ राजकुमार सन्तान छ दरबार चाहिँ लमसम म्युजियम कन्भर्ट गर्नुभएको छ टाइममा चाहिँ त्यही हो कोरोना नागा चाहिँ तपाईँहरूलाई अहिले जानलाई चाहिँ पर्मिट छैन हाम्रो तपाईँको नेक्स्ट अब 2-3 इयर्स पछि अनि भित्रै उस गर्दैछ क्या म्यानेजमेन्ट गर्दैछ अलिक टाइम लाग्छ क्या बाहिरको मान्छे आएर भित्र बस्नु गेस्टहरू बस्नु होटल सोटल सबै हुन्छ क्या त्यही भएर अहिले चाहिँ टुटु आयो भने उनीहरूलाई बेजेत मात्रै हुन्छ नि त त्यो भएर म्यानेजमेन्ट नगरेको न त गर्ने ठाउँ हेर्ने ठाउँ त धेरै छ तपाईँको यहाँ मुनि हाम्रो स्याउबारी छ है हजुर हजुरको आफ्नै हो छ सबैको छ मेरो मात्रै होइन सबैको छ यहाँ तल यहाँ तल है हजुर यहाँ तल स्याउबारी छ है हजुर यो होटल के पनि होइन त्यहाँ तल स्याउबारीबाट मान्छेले करोड करोड उठाउँछ यो होटल त एकदम भाग्यले पाएको जस्तो भयो कि मलाई त हिजो अस्ति हामी होटलहरूमा बस्न गयौँ खानै नमिठो हामी त खाना छोडेर आएको हिजो मैले घुमेपछि पहिलोचोटि दाना पनि नछोडिकन खाएको हो मासु ल्या खाएको गरे मासु पनि मासु चाहिँ नभनौँ त्यसलाई यहाँ त पुरा घर जस्तो फिलिङ आएको कि मैले दाल खाँदा अनि भातहरू खाँदा आगो ताप्ने आउँछ एउटा क्याम्प आए जस्तो मन पर्यो होइन बनाएको हजुर दाइ क्याम्प फायर लातेन क्याम्प फायर भनेर दाउरा फाल्छु मैले अनि यति दाउरा हालेर केटाहरू त्यो क्याम्प फायर गर्छ है 5 मिनटपछि जाडो भयो भने अगाडि तातो पछाडि चिसो हुँदो रहेछ 5 मिनटमा सबैजना भागेर जान्छ दाउरा त्यतिकै रमाइलो हुँदैन अनि त्यस्तो चाहिँ धेरैचोटि भयो क्या त्यसपछि मैले बन्द गरिदिएँ क्याम्प फायर भनेर बन्द गरिदिएँ किनकि अब क्याम्प फायर भने चाहिँ कुर्ची चुरो लगाएर अलि 2-3 घन्टा स्पेन्ड गर्नुपर्छ नि दाउरा सबै पोल्ने अब दाउरा त्यतिकै राखिदिन्छ एकछिनपछि भाग्छ एउटा गरेर अनि कोही पनि बस्दैन अनि दाउरा त्यतिकै के हाम्रो दाउरा त चार्ज लिँदैन अब बिचरा रमाइलो होस् अरू रुमको चार्ज त छोड्दैन जति जे पनि गरोस् किन यहाँ दाउरा त फाला पर्छ जति टिप्यो पनि छ मतलबै हुँदैन अरू ठाउँमा चाहिँ फेरि तपाईँले क्याम्प फायर नहुँदैन तपाईँको पायो भने लेथे अनि यता के अरे मार्फा अनि यहाँ दाउरा धेरै भएको छ अरू ठाउँमा दाउरा पनि हुँदैन बिचरा क्याम्प फायर पनि कसरी गर्ने अलिक पुगेर फर्केर आइयो
हिउँ चढेपछि रातभरि बाटै हिँडै हिँडो मास्टर जाने पनि चिप्लो झरी गरिदिन्छ कि बाटैभरि तलैसम्म झरिसक्यो चिप्लो जान्छ कि एक घन्टा जस्तो लाग्ला हिउँ कहाँसम्म परेको छ भन्ने हो हामी झरिसकेपछि हामी अफरोड हुँदैछौँ पहिलादेखि रानी महल झर्दैछन् बाट मेरा छू के निकला बदन पे तेरे फिसला लफ्ज मेरे होठ से छू ले मैं तो तुझे देख के पिघला अगन में जली है जली मिसल कली है कली ये बस छूना है बिसरी ती डली है We are in the Rani Mall. Team for one, okay? Ready, steady, go! Idea lang mo ni kan. Yo ya, boy. Gusto boy sila. हामी अहिले रानी मलमा जानेछौँ पाल्पा जिल्लामा आमा छोडिदिनु आमा हजुर जानु जाऊ पानीको नगर्नु है त्यतिकै हुनु रेडी जाऊ न हामी अब राफ्टिङ गर्ने भनेको छौँ त्यसैले यहाँ टिकट कहाँ देख्नुहुन्छ हाम्रो बाबाहरू कार्ड ल्याउनु हो कि कस्तो कार्ड सिनियर सिटिजन विद्यार्थी त छन् के अरे यहाँ आजै तर कार्ड कसैले कसैले बोक्यो कार्ड बोकेको है त्यतिकै यतादेखि पो भनेको यहाँबाट
Siri, go! Hi! हेलो नमस्कार एभ्रिबडी हाम्रो यो अहिले आन्तरिक पर्यटनतिर घुमाइको क्रममा चाहिँ हामी अहिले पिन पोइन्ट भन्नुपर्दाखेरि पाल्पा जिल्लामा अवस्थित रानी महल सबैले सुन्नुभएको होला, हेर्न सक्नुहुन्छ। यो रानी महलमा हामी चाहिँ आज भर्खर आइपुगेका छौँ र यहाँ देख्नुहुन्छ यो नदी बगिरहेको कालीगण्डकी नदी। कालीगण्डकी नदीभन्दा पारीको एरिया चाहिँ स्याङ्जा जिल्ला र यता वारी हामी भएको एरिया चाहिँ पाल्पा जिल्ला र पाल्पा जिल्लामा रानी महल। यो रानी महल चाहिँ एकदम धेरै नै पहिलाको कुरा हो। यो हाम्रो खड्ग शमशेर राणा राजाको पालामा खड्ग शमशेर राजाले चाहिँ भारतको लखनऊमा जाँदा त्यहाँ चाहिँ भारतमा जाँदाखेरिमा यो ताजमहललाई देखेर ताजमहलबाट प्रभावित भएर इम्प्रेस भएर आफ्नो कान्छी रानी के अरे तेज कुमारीको लागि यो रानी महल निर्माण गर्नुभएको हो। यसमा यहाँ किंवदन्ती अनुसार सुनाइअनुसार चाहिँ लगभग 24 कोठा छन् भन्ने सुन्नमा आउँछ र यसको निर्माण विक्रम सम्वत 1954 सालमा भएको यसको निर्माण भएको चाहिँ र आजको मिति भनेको 2082 साल यो निर्माण भएको 1954मा र 1954मा निर्माण भएको। त्यसपछि खड्ग शमशेरले चाहिँ आफ्नो साम्राज्यलाई विस्तार गर्ने क्रममा यता पश्चिमा देशहरूलाई सबै यसले टुक्र्याउँछ भन्ने खालको आभास भएपछि सबैजना मिलेर देश विखण्डन हुनबाट बचाउनका लागि चाहिँ खड्ग शमशेरलाई यहाँबाट लखेटिएछ र लखेटिएपछि यहाँ यो रानी महल चाहिँ छोडियो र यत्तिकै अस्तव्यस्त भएर रह्यो। यत्तिकै झार उम्रिने क्यार्ने कोही टेक केयर गर्ने कोही पनि भएन र यो अहिले लगभग 2052 साल पछिबाट बल्ल यसको स्याहार सम्हार तिर यसलाई मेन्टेनेन्सतिर लागेर चाहिँ 2052बाट गरेर बिस्तारै अहिले हल्का वृक्षारोपणहरू र त्यहाँ 2वटा पोखरीहरू पनि छन्, फाउन्डेसनको पनि त्यहाँ अहिले हल्का गर्दै हुनुहुँदैछ र यो अहिले चाहिँ तानसेन नगरपालिकाको अन्डरमा छ। तानसेन नगरपालिकाबाट कहिलेकाहीँ बजेटहरू पर्ने प्लस हामी जस्तो पर्यटकहरूबाट चाहिँ केही शुल्क लिएर यो सबै सङ्कलन गरेर यसको विकासको लागि चाहिँ यसको मेन्टेनेन्सको लागि चाहिँ यहाँहरूले गरिराख्नु भएको रहेछ। यति कुरा चाहिँ मैले थोरै जानकारी पाएँ र हेर्नमा पनि एकदमै राम्रो छ र सबैभन्दा मेन भनेको त 1954मा बनेको आजसम्म पनि यतिको छ भनेपछि कति राम्रो तरिकाले बनेको होला भन्दै अहिलेलाई चाहिँ यति नै, फेरि भेटौँला। We are in the Rani Mall. कस्तो लाग्यो? एकदम काइदा राम्रो लाग्यो बाबु, यस्तो राम्रो लाग्यो भने त सानी छैन। I'm in the top. Yay! भयो? Okay. I'm in the top.
माथि टप यस्तो छ केही पनि छैन ओ माई गड कति ठुलो कोठा हो आम्बो माथि फिनिस छ लाइट पनि छैन केही छैन यो अझै जीर्ण अवस्थामा रहेछ यहाँ है माथि छाना चाहिँ टिनको जस्तो देखिरहेछ यहाँ लाइट नभएकोले गर्दा यहाँ माथिको अवस्था चाहिँ उहाँहरूले बिस्तारै मेन्टेनेन्स गर्नुहुन्छ होला जीर्ण नै रहेछ यो टप हो अब नेक्स्ट टाइम आइयो भने हेरौँला है How are you? मेरो वाह होइन ए हजुरको वाह ए किन एकदम क्यामेरा छ मेरो यहाँ दिमागै खराब भइरहेछ मुस्लिम हामी रानी महल हेर्न आएको राजाले रानीले बनाएको महल एकदमै राम्रो रहेछ यहाँ धेरै रोमाञ्चक कुराहरू रहेछन् गर्नलाई राफ्टिङ रहेछ यहाँ हामी अब रानी महल हेरेर आइसक्यौँ अब हामी जाँदैछौँ राफ्टिङ गर्न है बुवा कस्तो जाने हो रमाइलो छ हो ल घुम्ने हो 2 दिनको जिन्दगी म सुस्ताउने अब मस्तले राफ्टिङ गरिन्छ ए अब हामी सबैजना रेडी भइसक्यौँ ल गुड बाई अब हामी राफ्टिङ गरिन्छ गाइज ल हामी राफ्टिङ खाली मेरो खाली भयो खै नानी खै सबैको यत्रो खाली भइरहेको मेरो खाली भयो पछि स्लो हो छिटो फेरि धेरै छिटो अहिले मजा आउँदैन नि वाह कति राम्रो हुँदो त्यहाँ आइछ त्यहाँसम्म पुग्ने गाडी छ कति हो गङ्गाजी फर्किने हो सबभन्दा ब्रेभ डेलिसा कस्तो भइरहेछ एकदम इन्जोय मतलब हम भगवान स्याङ्जा पाल्पाको जुवा चाहिँ फर्कियो डराएर डर्कियो भन्ने कुरा नजिकबाट देख्न सक्ने मेरो श्रीमती डर भन्ने कुरा जान्दै नजान्ने के त छोरी डेलिसा यस्तै हो काले गङ्गा काले गङ्गा जाता भयो त हेर्दै Sorry kasi nga kita na agad. के भन्न जाने कुरो भयो आर्मी म्यान हो Safety छैन. कता हौ छैन. आर्मी म्यान हो छोइ कहाँ गएको समात्ने
ल झर्नु अब यता हेर्नु फोटो खिचेर झर्नु के यो मान्छे यो नको उठो लडी हामीले यो नको यो भगवान दुईजना मिल्ने खालका रहेछन् दुईजना ट्याक्कै फोटो खिच्नु हो? Hiya. I can't down. Come on, lift your body. Yes. भयो यता चिज यता हेर दादालाई Look at me, Nisha. Look at me, honey. What are you doing? Look at mommy. I'm so proud of you. Yay! ल भयो हामी चाहिँ कालीगण्डकी राफ्टिङ है बाबा जानु एउटा मेरो खिच्दिनु त मेयो खोज्ने हुन्छ मेयो भिडियो पनि छ फोटो पनि छ यो हाम्रो टोली चाहिँ कालीगण्डकी नदीमा राफ्टिङ गरेर भर्खर अब फिर्ता जाँदै गाडीमा कालीगण्डकी नदी यो टोली है हाम्रो यो आमा हुनुहुन्छ यहाँ राफ्टिङ गर्ने यता रिता अनि यहाँ बुवा यता सिद्धान्त त्यसपछि सिद्धार्थ अनि यहाँ डोलराज भाइ अनि यिनको नाम अर्कै चेन्ज गर्ने हो अनि यहाँ लक्ष्मीमा हाई डेलिसा से हाई हाई अब हामीहरू चाहिँ हाम्रो राफ्टिङ सकेर फिर्ता जाँदैछौँ यो पारिवारिक हाम्रो यो घुमघाम कार्यक्रम चाहिँ निकै रमाइलो रोमाञ्चक भइरहेको छ अहिले हामी कालीगण्डकीको बगरमा हामीले चाहिँ बोटलाई गाडीमा माथि राखेर अब हामी ट्याक्क रानी महल फिर्ता जाँदैछौँ कालीगण्डकीको बगर यो अगाडि हजुरले कालीगण्डकी नदी बगिराखेको देख्नु भएको छ यसमा चाहिँ पुल जुन पुलले पाल्पा जिल्ला र स्याङ्जा जिल्लालाई जोडेको छ